सम्पूर्णमा जय मसिह तथा सम्पूर्णमा नमस्कार। म हजुरको बिचमा परमेश्वरको वचन पवित्र धर्मशास्त्र भजनसँगको पुस्तक 10 को हामी 16 देखि 18 पदसम्म हजुरको बिचमा परमेश्वरको वचन प्रस्तुत गर्न चाहन्छु। अनि 16 पदमा यसरी लेखेको छ, म हजुरको बिचमा पढ्न चाहन्छु 16 देखि 18 पदसम्म। परमप्रभु सदा सर्वदाको निम्ति राजा हुनुहुन्छ, जाति जातिहरू उहाँको देशबाट नष्ट हुनेछन्। हे परमप्रभु, पीडितहरूको इच्छा तपाईँ सुन्नुहुन्छ, तिनीहरूको हृदयलाई तपाईँ बलियो पार्नुहुन्छ, तिनीहरूको पुकार तपाईँ सुन्नुहुन्छ। 18 तपाईँ अनाथ र थिचोमिचोमा परेकाहरूको रक्षा गर्नुहुन्छ, ताकि पृथ्वीको मरणशील मानिसले आतङ्क अझै नमचाओस्। हामी परमेश्वरलाई महिमा भएको होस्। अनि हामीलाई यो वचन बुझ्नको निम्ति हामीलाई विश्वासको प्रार्थना परमप्रभुले सुन्नुहुन्छ भन्ने शीर्षकबाट हामी आजको वचनलाई सिक्नेछौँ। विश्वासको प्रार्थना परमप्रभुले सुन्नुहुन्छ भन्ने शीर्षकबाट। अनि साँच्चै नै परमप्रभु सदा सर्वदाको निम्ति राज गर्नुहुने परमेश्वर हुनुहुन्छ। उहाँ राजाहरूका पनि राजा हुनुहुन्छ अनि उहाँले सदाको निम्ति राज गर्नुहुन्छ। अनि जाति जातिहरू उहाँको देशबाट नष्ट हुनेछन्। जाति जातिहरू उहाँको देशबाट नष्ट हुनेछन् भन्नुको अर्थ, जब परमेश्वरले उहाँको समयमा जब ती सबै मानिसहरूलाई न्याय गर्नुहुनेछ, त्यो समयमा जो जति दोषी ठहरिनुहुनेछ अनि दोषी ठहरिनुहुने जतिलाई परमेश्वरले नाश गर्नुहुन्छ भन्ने कुरा हामी यहाँ थाहा गर्न सक्छौँ। भने हे परमप्रभु पीडितहरूको इच्छा तपाईँ सुन्नुहुन्छ अनि हरेक दुःखमा कष्टमा पीडामा रहेका र जसले ख्रीष्ट येशूलाई विश्वास गर्नुभएका र हरेक टुरा टुरीहरू वृद्ध वृद्धाहरू अनि गरिब दुखीहरू हरेकको प्रार्थना परमप्रभुले सुन्नुहुन्छ भनेर हामी यहाँ बुझ्न सक्छौँ। र तिनीहरूको हृदयलाई तपाईँ बलियो पार्नुहुन्छ अनि उनीहरूको हृदय चाहिँ परमेश्वरले बलियो पार्नुहुन्छ र तिनीहरूको पुकारा कसले सुन्नुहुन्छ? परमेश्वरले सुन्नुहुन्छ। अनि तपाईँ अनाथ र थिचोमिचोमा परेकाहरूको रक्षा गर्नुहुन्छ अनि परमेश्वरले अनाथहरूको पनि रक्षा गर्नुहुन्छ। मैले अगाडि पनि भनिसकेका छौँ होइन, सबै दुखीहरूको रक्षा परमेश्वरले गर्नुहुन्छ। र त्यसै कारणले गर्दाखेरि ताकि पृथ्वीको मरणशील मानिसले आतङ्क अझै नमचाओस् भन्नुको अर्थ चाहिँ पृथ्वीमा धेरै मानिसहरू छन् र जसले परमेश्वरको जनहरूको खेडो खन्दछन् र परमेश्वरको वचनको खेडो खन्दछन्। त्यस कारणले गर्दाखेरि जसले परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्दछन्, यसको अर्थ जसले परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्दछन् उहाँहरूले चाहिँ फेरि संसारमा आतङ्क नमचाओस् र प्रभु उहाँहरू सबैले नै तपाईँलाई चिन्न सकौँ र तपाईँको विश्वासमा आउन सकौँ भन्ने कुरा हामी बुझ्न सक्छौँ। अनि यो घटना दाउद राजाको जीवनमा घटेको थियो अनि दाउद राजाले नै यसरी प्रभुले सुन्नुहुने गरी उहाँले विश्वासको प्रार्थना गर्नुभएको कुरा हामी यो वचनबाट बुझ्न सक्छौँ। त्यसै कारणले गर्दाखेरि आज तपाईँ हामी सबैले नै प्रभुले सुन्नुहुने गरी प्रभुसँग बसेर हामीले विश्वासको प्रार्थना गर्नुपर्दछ। हामी विभिन्न सेवा सङ्गठनमा जान्छौँ, चङ्गै प्रोग्राममा जान्छौँ होइन, विभिन्न तालिमहरू गर्छौँ, तर त्यो सबै कुराहरूमा चाहिँ हामीले त्यहाँ सिकेका प्रभुका वचनहरू हामीले पूर्ण रूपमा हृदयदेखि पालना गर्नुपर्छ र हामी आफैले सिकाएको परमेश्वरको वचनलाई पनि हामीले पूर्ण रूपमा आफैले पालना गरेर आफैले मनन गरेर आफै परमेश्वरको वचन अनुसार जिएर अनि हामीले अरूलाई पनि परमेश्वरको वचन अनुसार पालना गर्न, परमेश्वरको वचन अनुसारको जीवन जिउनको निम्ति, परमेश्वरको असल छोराछोरी बनाउनको निम्ति हामीले परमेश्वरको वचनबाट यसरी आत्मिक खुराक आत्मिक भोजनद्वारा हामीले उहाँलाई तृप्त गराउनु पर्दछ। अनि मात्र जब हामी आफैले पालना गर्छौँ भने अनि हामी आफैले सिकाएका हाम्रा आफ्ना प्रभुका जनहरूले पनि मण्डली परिवारले पनि प्रभुको आज्ञालाई पालना गर्दछ, प्रभुको वचनलाई पालना गर्दछ र प्रभुको वचनअनुसार उहाँहरू जिउनुहुन्छ। अनि हामी सिकाउने गोठाला शिक्षक शिक्षिकाहरू हामी जति पनि छौँ हामी सबैले पनि
प्रभुले सुन्नुहुने गरी प्रार्थना गर्न सक्ने उहाँका असल छोराछोरी हामी बन्नुपर्छ भन्ने कुरा यो वचनबाट हामीले सिकेका छौँ। अनि यस प्रभुको वचनलाई पूर्ण रूपमा बुझ्नको निम्ति, सिक्नको निम्ति, पालना गर्नको निम्ति र हामीमा आइपरेको यो वचन अनुसार हामीमा आइपरेका सबै विपत्ति, समस्याहरू, सतावट, कष्ट, रोग बिमारहरू, आत्मिक रोगहरू सबै कुराबाट छुटकारा पाउनको निम्ति हामीले विश्वासको प्रार्थना प्रभुले सुन्नुहुने गरी गर्नुपर्छ। हस्त धन्यवाद, हजुरले वचन बुझ्नु भएको छ। परमेश्वरले हजुर सबैजनाले आशिष दिनुहोस्। हुन्छ, हामी यो वचन सुन्नुहुने सबैजनालाई प्रभुले आशिष दिनुहोस्। हुन्छ, हामी यसरी प्रार्थना गर्नेछौँ। हे सर्वोच्चमा विराजमान हुनुहुने सर्वशक्तिमान जीवित प्रभु येशू, हामी तपाईँ परम प्रभु परमेश्वरलाई धन्यवाद दिनेछौँ। तपाईँ स्वर्ग र पृथ्वीको मालिक हुनुहुन्छ। तपाईँ सारा सृष्टिको मालिक, सारा सृष्टिको परमेश्वर हुनुहुन्छ। हे पिता, म तपाईँलाई धन्यवाद दिनेछु। अनि आज यो जुन वचन तपाईँ परमेश्वर बोल्नुभएको छ, साँच्चै नै प्रभु यो वचनलाई सुन्नुहुने सबै तपाईँका जनहरूले प्रभु यो वचन अनुसारको जीवन जिउन सकौँ, यो वचनलाई पालना गर्न सकौँ प्रभु। र उहाँ जसले सुन्नुहुन्छ उहाँहरू सबैले प्रभु यो वचन अनुसारको जीवन जिउन, वचन अनुसार वचनलाई पालना गर्नका साथै प्रभु अनि यो प्रार्थना सुन्नुहुने हरेकलाई पनि प्रभु तपाईँले आशिष दिनुहोस्। र प्रभु यो प्रार्थना सुन्दै गर्दाखेरि प्रभु, यो वचन सुन्दै गर्दाखेरि प्रभु, यदि उहाँहरूको जीवनमा उहाँहरूको जीवनमा शरीरमा कुनै समस्या छ, आत्मामा कुनै समस्या छ, परिवारमा कुनै समस्या छ, अनि व्यवसायमा कुनै असफल छ, काममा असफलताहरू छन्, अनि गरिएको हरेक काम, व्यवसायमा लागेका बालीपालेका चौपायामा राखेका बिउ बिजनहरूमा कुनै पनि बाधाहरू छन्, समस्याहरू आइरहेका छन् भने हे येशू प्रभु, म तपाईँमा पुकारा गर्छु। पवित्र आत्माको आगोद्वारा तपाईँले सुरक्षा दिनुहोस्। तपाईँको ज्योतिमै दुई धारे तरवाल राख्नुभइकन प्रभु चार किरा चासुरोमा तपाईँले सुरक्षा दिनुहोस्। चार किरा चासुरोबाट आउने त्यो सबै अन्धकारका शक्तिका युक्तिहरूलाई येशूको नाममा रद्द तुल्याउँदछु। येशू प्रभु तपाईँले छुटकारा दिनुहोस्। र प्रभु जो जति आत्मिक पीडामा छन्, शारीरिक पीडामा छन्, पारिवारिक पीडामा छन् पनि हे येशू तपाईँ परमेश्वरले नै यसरी प्रभु तपाईँले उहाँहरू सम्पूर्णलाई छुटकारा दिनुहोस्, तपाईँले नै चङ्गाइ दिनु प्रभु। यो प्रार्थना यो वचन सुन्दै गर्दाखेरि प्रभु उहाँले साँच्चै नै उहाँहरूको जीवनबाट उहाँले भोगिरहेको समस्या, पीडा, असफलताहरूबाट प्रभु उहाँले सफलता पाउन सकौँ प्रभु। धन्यवाद। जसजना पढाइ लेखेको क्षेत्रमा हुनुहुन्छ, जसले जाँच दिँदै हुनुहुन्छ, उहाँले पनि प्रभु सुनिरहनु भएको छ प्रभु, उहाँले पनि प्रभु त्यो सफलताको बाटोमा अगाडि बढ्नको निम्ति परमेश्वर तपाईँले सहायता गर्नु। धन्यवाद छ प्रभु। सबै कुरामा तपाईँले आशिष, अनुग्रह, कृपा गर्नुहोस्। चढाउँदछु येशू प्रभुको नाममा, आमेन।